Hi guys, it's me Pooja back again with my another video. So आजको भिडियोमा चाहिँ म गिलो चटपट बनाउँदैछु. I think गिलो चटपट is viral everywhere on social media. त्यही भएर मैले लास्ट टाइम पनि बनाएको थिएँ, एकदम मिठो भयो थियो. So I'm going to make again. अनि होपफुली तपाईहरुलाई पनि मन पर्छ होला र मेरो रेसिपी ट्राई गर्न सक्नुहुन्छ. Let's make it together. Guys, म चाहिँ क्विकली चिउरा भुट्छु. अब म चाहिँ यो बाल्टीमा बनाउँछु गाइस चटपट. सो मेरो यो चिउरा चाहिँ यस्तो भयो है. अब यसलाई चाहिँ मैले डाइरेक्ट यहीँ राख्दिएँ. धेरै भएर जुठो गराउन म धेरै हैन भिजाएको म चाउचाउ भिजा राख्छु. थोरै यति एक मुठी राख्छु, धेरै राख्दिनँ. अनि एउटा चाउचाउ केराउलाई चाहिँ मैले यसरी भिजाएर अनि जिपलकमा राखेर फ्रोजन राखिदिन्छु के, सो द्याट मलाई चटपट खान मन लागेको बेलामा ट्याट्ट लाएर यति निकालेर अनि हाल्न पाउँछु मैले. ल मेरो आलु र केराउ यहाँ रेडी छ. आई विल पुट इट अल टुगेदर है त. ओहो पोखिन नपुखी देखाउन नि पर्यो नि त फेरि हैन. हजुरलाई फेरि के हाले भन्ने हुन्छ नि त. मेरो यहाँ ट्राइपड छैन. यो चाहिँ हैन, आज म कामबाट आउँदाखेरि कामको मैले पार्किङ राखेको साइडमा यो बिरुवा रहेछ यसको, त्यही भएर टिपेर लिएर आएको हो. अमिलो हुन्छ कि हुन्न मलाई थाहा छैन. अमिलो भएन भने अब के गर्ने, लिन जाने झ्याउ लाएर के गाइस अल्छी लाएर. र यहाँ चाहिँ मेरो मसलाहरू छ है. पहिला मसलाहरू राख्ने कि के मसलाहरू नै राखौँ होला. यो चाहिँ मेरो भुटेको जिरा, तोरी र धनिया हो है. मैले लगभग यति त राख्न पर्छ एउटा सर्पलाई, नत्र फेरि मिठो हुन्न. किन त्यसपछि यो हो सुकेको खुर्सानीलाई भुटेर अनि त्यसपछि पिसेको. सो धेरै पिरो नहोस् भनेर मैले थोरै राखेँ है यसलाई चाहिँ. अब यसलाई तपाईहरुले एकै ठाउँमा मिसाएर राख्न नि मिल्छ अघिको जिरासँग, तर पिरो नखानी पनि हुन्छ नि त कहिले. त्यो भएर चाहिँ मैले छुट्टै नै त्यसलाई छुट्टै भुटेँ हैन. अनि मैले टिकटकमा युट्युबमा चाहिँ यो सोप हुन्छ नि फेनेल, त्यो पनि राखेको देखेँ कि मैले चटपटमा, त्यही भएर म त्यो पनि एड गर्दैछु थोरै है. धेरै फेरि वास चाहिँ एकदम स्ट्रङ हुन्छ यसको स्मेल, ठिक्क राख्नुपर्छ. अनि मैले चाहिँ आफै बनाएको कि यो घरमै चिल्ली ओइल, सो थोरै चिल्ली ओइल पनि राख्छु यो टेस्टको लागि मात्रै. अनि स्मेल पप. अनि अब मैले केही बिर्सिन्छु भने थोरै नुन बिर्सिन्छु फेरि जहिले नि. यति राख्नुपर्छ, यति भेजीको लागि मात्र हो नि त नुन, फेरि चर्को हुन्छ कि. यो बिरे नुन नि हालिदिनु गाइस थोरै, चर्को नहोस् त्यही हो. बिरे नुन हालिदिउँ अनि थोरै तेल हालौँ है. धेरै हाल्नु भएन किन अलरेडी चिल्ली ओइल हालेको नि त. त्यसपछि चाहिँ भेजिज हालौँ है त. यो सबै आलु, केराउ, पियाज, धनिया, गाजर, मुला. ओके. बदाम हाल्नु बिर्सेछु के, थोरै बदाम नि हाल्नु पर्यो. अनि त्यसपछि फाइनली कागती हाल्नु पर्यो. कागतीमा चाहिँ रस छ कि छैन भन्ने कुरो होला. आचा के अरे स्मेल चाहिँ यस्तो स्ट्रङ छ नि यसको. अब राखौँ यो हाम्रो सस.
यो गिलो सस चाहिँ के अरे बेसन अनि त्यसपछि अनि कलर फुड कलर बेसन र पानी त्यो बाहेक अरू केही नि राखेको छैन। म तपाईहरुलाई देखाउँछु कस्तो देखियो अहिलेसम्म है त। अहिलेसम्म चाहिँ यस्तो देखिरहेछ है चटपटको अवस्था चाहिँ। अब यसलाई घोल्नु त पर्यो। घोलेर म फेरि देखाउँछु तपाईलाई। यस्तो मेसी बनाएर राखेको छु मैले।